2005 मे 1 तारिकको दिन लियोनल मेस्सी दाजुले बार्सिलोनाको लागि पहिलो गोल गर्नु भएको थियो। त्यो पनि यही अल्बासेटे रुमालमा हो। त्यही अल्बासेटेसँग आज बार्सिलोनाले कोपा डेल रेको क्वार्टर फाइनल खेल्दैछ, त्यो पनि अल्बासेटेकै घरमा गएर। अल्बासेटेसँग 2005 देखि बार्सिलोनाले भेटेको छैन, तर हाम्रो छिमेकी रियल मैड्रिडले नमिठो भेटेको थियो अस्ति अल्बासेटेबाट। त्यही भएर अल्बासेटेलाई हामी अन्डर एस्टिमेट चाहिँ गर्दैनौँ, तर पनि बार्सिलोनाको फर्म र बार्सिलोनाको जादु, त्यो पनि स्पेनभित्र। र आज बार्सिलोनाको स्क्वाडमा दुःखको कुरा भनेको राफिन्या हुनेवाला छैन, र राफिन्या नहुँदाखेरि बार्सिलोनाको हालत कस्तो हुन्छ त्यो हामी सबैले देखेकै छौँ। त्यही माथि पेड्री पनि नहुँदाखेरि चाहिँ बहुत तनाव लागेकै छ, तर पनि बार्सिलोनाले उत्कृष्ट जित निकाल्छ भन्ने विश्वास पनि छ। विस्का बार्सा, विस्का कातालोनिया, बाँकी कुरा लाइभमा भेटेर गरौँला।